जेसीबी पनि आइसक्यो। मैले त सुरुमा देखेँ हैन बिस्तारै हेरेँ यतापट्टि काठ रहेछ नि त ए काठ रहेछ के भयो दलदलमा परेछ बिजोग भएर यसरी घुम्नु निकाल्नु धेरै खोजेको रहेछ है माउले होइन रातभरि कराएको थियो क्या हात्ती त यो काठको चेपले गर्दा सकेन नि त्यहाँ हामी पोखरीमा बस्यो रातभरि कराएको थियो क्या यहाँ यस्तो फसेको रहेछ नि त आउँछ है आउँछ अहिले खेदाएर आउँछ है हात्तीको बच्चा हिलोमा गाडेर मरेछ केटी रहेछ है यो गाडेको रहेछ ऊ यहाँदेखि उहाँसम्म रुख्छ नि त ए आयो 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 ठिक छ ल हिँडेको दाँतले भुँडी फुटाइन्छ तिनदेखि 4 वर्षको अझै माटो हाल्नु त्यहाँ सुक्खा माटो पहिरो झर्छ यो पहिरो झर्छ पहिरो झरायो भने माटो त्यहाँ लाग्यो डोरी त अघिदेखि भनेको अघि नै भनेको डोरी लाने अन्नै खुट्टा भेट खुट्टा दाजु त्यसलाई यता पल्टाउनु दिँदैन
हिलो हिलो सेतै यो रुख चाहिँ निस्किँदैन लामो लामो छ होला अब डोरीले खानु पर्ने डोरी पहिरो झरेर झन् पुग्नु कति राम्रो बच्चा रहेछ है टोकरीमै आँट्दैन डोरी चाहिन्छ डोरी डोरी डोरीले तान्यो भने हो डोरी न टचन चाहिन्छ कि न त भुँडी फुटा खाले यताउता चलाउँदा चलाउँदै कहाँको कुदेको मान्छे त्यो मान्छे कहाँको त्यतै हात्ती छ त्यतै कुदेको मान्छे सागर दाइ